आजको यात्रा चाहिँ नेपालतिर हो। हाम्रो 4 जनाको जाँदैछु। अहिले चाहिँ म 27 माइल आइपुगेँ, जस्ट क्रस गरेँ 27 माइलमा पुगेँ। अब केही थोरै भिडियोहरू बनाउने प्लान गरिरहेको छु मैले, देखाउने छु। तपाईँले हेर्नुहोस् भनेर पनि भन्न सकिँदैन। अल्छी लागेको बेलामा यसो भेटिहाल्नु भयो भने चाहिँ हेर्नुहोस् न। एकदमै अर्ली इन द मर्निङ, घाम पनि 7 बजीतिर मात्रै आउँछ हाम्रो घरमा चाहिँ अहिले विन्टरमा चाहिँ। अब आज हामी कहाँ चाहिँ घाम भेट्छौँ। अब लेट्स सी। मिस्टर समीर, मिस्टर रोन, मिस्टर जेरल्ड र मिस्टर म जाने हो। आज जाँदैछौँ। केटाहरू चाहिँ तल मधेसमै छ, त्यहीँबाट उठ्छ। म चाहिँ कालिम्पोङबाट एक्लै आएँ अहिले। सबै तल भएको कारणले गर्दाखेरि तलैबाट यिनीहरू चाहिँ चढ्छ। अलिक सन्चो चाहिँ छुइनँ, तर पनि यो डेट पहिल्यै फिक्स गरेको थियो, त्यस कारणले गर्दाखेरि चाहिँ निक्लेको। केटाहरूसँग भेट भयो। अब चाहिँ लाग्ने बागडुग्रामा चाहिँ त्यहाँ फेरि अर्को ट्रकमा बसिरहेको छ। चल्छ है मुनिबाट। पहिलाको त त्यो होइन, पल्लोपट्टिको त्यहाँ टोटो चल्ने मात्रै बनाइदिएको। टोटो मात्रै अहिले लागे साथी। मान्नु चाहिँ मान्छौ। बाटो चाहिँ अझै 3 वर्ष मिनिमम मजा आउँदैन नत्र। 5 बजेतिर चाहिँ छिर्काउँदै थियो। अगाडि जाँदै चाहिँ एसके गाडी सबलाई छोड्दै जाँदैछ यसले। जहिले पनि भेट्छ हामी यस्तै गाडी चाहिँ। अल्छी लाग्छ तल मधेस सर्ट घर मधेस चाहिँ बेलुका रमाइलो एकछिन धुलो धुवा हो। मधेस चाहिँ जति रात परेको त्यति मात्रै मजा। भोटकेमा घन्टीमा अहिले एकदमै नेपालको राजनैतिक मौसम गर्मिएको छ। अहिले चाहिँ म यति बेला धरानमा छु अनि रवि लामी छानेको पार्टीको सायद इलेक्सन क्याम्पेन होला यो। जब धरान आइन्छ त्यति बेला एकदमै फ्यामिलियर होटल बस्ने चाहिँ यही हो, होटल गजुर। केटाहरू यहाँ छ। हामी चाहिँ अहिले धरानमा छौँ अनि धरानमा चाहिँ एकदमै रुफटपमा चाहिँ रिल्याक्स गर्ने ठाउँ छ। यो पुरानै ठाउँ हो। हामी यता आएको बेलामा चाहिँ खाना यहीँ खान्छौँ। एकदमै रिल्याक्स नि। म खुद सुतिरहेको छु। यहाँ कोही पनि छैन। यो ठाउँ पनि यत्रै हो। लु भनिदिउँ न सरहरू केही अलिकति सबैबाट अलिकति जाइदियोस् होइन। कस्तो भयो आजको यात्रा? बाटो के छ? के सजेस्ट गर्छ पोखरा नेपाल आउनको लागि? लु त भनिदिउँ त। नमस्कार हजुर सबैलाई। आज हामी धरान ट्रिपमा छौँ र विशेष गरी आउँदाखेरि चाहिँ बाटोको विषयले गर्दा चाहिँ यो जुन चाहिँ हाइवे छ, यो हाइवे चाहिँ तपाईँहरूले नलिनुहोस्। उता तपाईँ सिक्किम, कालिम्पोङ, सिलगढी, दार्जिलिङ कहीँबाट पनि आउनुहुँदैछ भने, किनभने यो बाटो कन्स्ट्रक्सन हुँदैछ एसियन हाइवे भएर। यहाँ सर्टकट बाटोहरू पनि रहेछ राम्रो राम्रो। एउटा चाहिँ केराबारी खुर्सानीबाट भित्र पस्यो भने तपाईँ सहजै धरान आइ सक्नुहुन्छ। राम्रो बाटो भएर आउन सक्नुहुन्छ। अर्को चाहिँ बिर्ता मोडदेखि अलिकति यताबाट चोकबाट आएर हामी यहाँ इन्जोय गर्नको लागि आएको, रिफ्रेस हुनको निम्ति। र अहिले चाहिँ हामी थकाली खाना पर्खिरहेका छौँ यहाँनिर। होइन
एकदमै रमाइलो भइरहेछ रमाइलो भइरहेछ। खास गरी बेलुकी चाहिँ हामी रमाइलो गर्छौँ। यो चाहिँ अब स्ट्यान्डर्ड त एउटा पनि जिरो छ नि यहाँ यहाँ हामी बसेको तर यति मजा छ यहाँनिर। अब यो हामीले भयङ्कर डरलाग्दो राम्रो रेस्टुरेन्ट हेर्नु हो भने त तर तलतिर त सबै दामी छ। यो रुफमा चाहिँ अब रफ एन्ड टफ क्या यिनीहरूको एकदमै मजा छ। बेलुका चाहिँ दामी हुने रहेछ लाइट जलेपछि चाहिँ है पुरा लाइटहरू लगाएको। यस्तो लाइटहरू लगाएको छ। यो चाहिँ एकदमै हामी टपमा छ नि त। हाम्रो ग्रुपको नाम पनि भनिदिनुहोस् न। लु भनिदिनु त हाम्रो के छ प्लान के हो कसो हो हाम्रो ट्राभलर्स ग्रुप भनेर एउटा ग्रुप बनेको छ। अब यो चाहिँ एकदमै घुमिरहने ग्रुप यसले केही गर्दैन खालि डुल्ने काम गर्छ होइन। जो जसलाई होइन हामीलाई सहयोग गर्नु सक्नुहुन्छ तर हामी घुमेर देखाइन्छ क्या। ए हाम्रो ट्राभललाई स्पोन्सर गर्नु सक्छ होइन। हामी हाम्रो गाडीमा उनीहरूको लोगो टालेर हिँड्छौँ होइन त्यस्तो हो नि त। अहिले रिसेन्टली हामीले के हुनु चाहिँ हामी 4 जना चाहिँ पहिल्यैदेखि घुमेको हो कहाँ कहाँ पुग्यौँ। तर रिसेन्टली हामीले के सोच्यौँ भने यसलाई नै एउटा ग्रुप बनाऊँ ट्राभलर्स ग्रुप भनेर। अनि ट्राभल गर्छौँ अब हामी डिफ्रेन्ट रिजन यतिसम्म कि अब इन्टरनेसनल ट्रिपहरू गाडीमै गर्छौँ। अनि हाम्रो ट्रिपमा अब कतिजनाले स्पोन्सरहरू गर्न चाहनुहुन्छ भने चाहिँ हामी उहाँहरूको लोगोहरू लिएर होइन जस्तो अब हामी माउन्ट एभरेस्ट गयौँ भने माउन्ट एभरेस्टको माथि टुप्पोमा उहाँहरूको लोगो हामी उयो गरिदिन्छौँ होइन फ्ल्याग। त्यस्तो भनेको नि अब त्यो त जान नसक्ला तर अब त्यस्तो खालको भनेको नि गर्नु सक्छौँ। कसैले पनि केही प्रमोट गर्न चाहनुहुन्छ भने पनि अब हाम्रो गाडीमा हामी स्टिकर्सहरू हाल्न सक्छौँ। अनि हामी कुन होटलमा बस्छौँ त्यो होटलमा त्यो स्टिकरलाई पेस्ट गर्न सक्छौँ। डिफ्रेन्ट अनि डिफ्रेन्ट ठाउँहरूमा उहाँहरूको स्पोन्सर्सहरूको चाहिँ अब हामी नामहरू मेन्सन गरेर त्यसको डिटेल्सहरू भन्न सक्छौँ होइन। त्यो हो यो चाहिँ अब यो नयाँ कन्सेप्टमा सुरु भएको छ। यसले एकदमै दामी भोलिको दिनमा हुन्छ। जहिले पनि अब त्यो घुमिरहेको के हो तर यसलाई नै भित्री रूपमा कसरी चाहिँ गर्न सकिन्छ यो के हो एक्चुअली भनेर चाहिँ अब हामी प्रोसेसमा छौँ। अहिले चाहिँ हामी सुनसरीको धरानमा छौँ। सुनसरी होइन सुनसरीको धरानमा छौँ। धरान त त्यसै पनि हाम्रो एकदमै फ्यामिलियर आइरहने ठाउँ हो। धेरै बसिएको पनि हो यतातिर। अनि पहिला पनि आउँछौँ आएको बेलामा जब आउँछौँ तब हामी एउटा लन्च चाहिँ एटलिस्ट यहीँ गर्छौँ। अहिले म भिडियोहरू हाल्नेछु है त। अनि किप अन वाचिङ हेर्दै गर्नु होला तपाईँहरू सबैजनाले। यो चाहिँ मिष्टान्न भोजन सुरु भयो। यहाँ अब के थक्यो यो बेसी देखाउनलाई दिइहाल्छ नि। मैले हिजो भिडियो सेयर गरेको थिएँ नि टपक्क के खानु खोजेको रहेछ यसले? ए यो पालेको पो रहेछ क्या होइन घरको मुसा हो नि यो त। उमालेर झरेर सातो पोको त्यो हार्ट एट्याक झन्डै भयो बिचरा। सास फेरि चलेको हेलो आफ्टर लन्च यस्तो दामी छ ठाउँ चाहिँ। धरानको भानुचोक सर्दुक खोला हो। ओके सर्दुकको सिट भएर घर्दु भएको। त्यसपछि लिपी पार्क भयो। त्यसपछि ओसो पार्क भयो। अहिले चाहिँ श्रम गरेर चाहिँ त्यो पार्क बनाएको भएर श्रम सांस्कृतिक पार्क भयो। भनेपछि सम संस्कृति पार्टी र सम संस्कृति पार्क। त्यो पार्क बनिनमा हर्क साम्पाङकै हात हो। ए त्यसको अलिक छेउमा एउटा ओसो एउटा सानो त्यो ओसो छ नि एउटा के भन्नु त्यो धर्म भन्नु कि त्यही हो त्यो हो। त्यसमा चाहिँ एउटा सानो त्यो एउटा भवन छ। अनि त्यो ध्यान गर्ने के गर्ने भन्ने सानो एउटा त्यो त्यसले गर्दाखेरि ओसो पार्क भयो। त्यसपछि त्योभन्दा अगाडि फेरि त्यो अब काङ्ग्रेसहरू गएर फेरि टिपीको नाममा एउटा शिला लेखेर बनाएर
बडीले के बेच्नु राख्नु भएको रहेछ। अन्त अहिले चाहिँ हामी संस्कृति पार्क होला हौ, खै के भन्छ कि स्मृति पार्क, त्यहाँ जाँदैछौँ। हिजो मैले सोसल साइटतिर देखिरहेको थिएँ, 5-10 किलोमिटर पनि होइन हो, 40 आज यहाँ पनि आउनु मन पर्यो। यो पाइप हेर्नुहोस् न, यो चाहिँ पानी ल्याएको लगभग 40 किलोमिटर भनेको अब यो माथि डाँडा कतातिरबाट होला पानी ल्याएको। यहाँ कता ढुङ्गा बोकिरहेको छैन, हिस्टोरिक बनायो, धरानको जनता दामी रहेछ। अहिले धरन रहेछ धनले एउटा एसेट पायो नि, अब खोलालाई नै पुर्खाले भोगेको यो पीडा बनाइदिएको छ राम्रो। यति राम्रो मान्छेहरू पुरा हुँदो रहेछ फेरि। त्यो ढुङ्गा बोकेको टाउको हाल्नुपर्ने छ हाम्रो। अलिकति माथि भित्र निकाला, ट्रक लगाइ, कम नगरे पनि होइन त्यस्तो देखिने अलिकति हेर्नु नि, ठिकै हो नि यार। पानी प्रशस्तै पिउने पानी। यो ब्याकग्राउन्ड गीत जुन बजिरहेछ त्यो चाहिँ अर्का साम्पाङले नै भोकल हालेको रहेछ, सायद कम्पोज पनि उसले नै गरेको हो। श्रमको झलक दिएको यहाँ। सबै प्रकारको बर्ड, यो चाहिँ के हो? ब्याट्री सक्नु आँटेर त यहाँ रहेछ हल्कालाई चाहिँ बोकिरहेको रहेछ। 40 देखि लिएर 45 किलोमिटर टाढोबाट चाहिँ पानी ल्याएको धरानको मेहरले। अन्त अहिले जेरडले चाहिँ त्यो पानी पिउँदै शुद्ध खाने पानी ग्लास पनि राखिदिएको रहेछ। अन्त मिठो पानी छ है यो चाहिँ। अब यति त्यो हो। अन्त त्यो पार्कमा पनि पानी थुप्रो ठाउँ राखिदिएको छ, प्रशस्तै छ पानी। यो पनि एउटा उनको चमत्कारै हो भन्नुपर्छ। पार्क छ। एकदमै ब्युटिफुल
दामी दामी यो पार्क कस्तो छ दामी दामी भनेको जस्तो नि एकदमै दामी जता हेऱ्यो त्यतै दामी क्या अच्छा भयङ्कर अब चाहिँ फर्किने एकदमै ठुलो एरिया रहेछ नि त अन्त टाइम लाग्छ पुरा घुम्न हो भने चाहिँ यति राम्रो छ पानी हाल्नु टक्कै बनाएको छ पानी हाल्नु टक्कै छ अन गरिदियो कि पानी पसिहाल्ने फुलमा पाइप देख्यो पानी पसिहाल्नु पाइप रिफ्लेक्सन भयो होटल गजुरमा गाडी अहिले बाहिर राखिरहेको छु एकछिनमा निक्लिने हामी अन्त सुनसान भइसक्यो धरान चाहिँ